ए बुढी हेर त सौरामा सूर्यास्त हेर्न जान्छन् नि यतिका लागि हो समय राम्रो मौसम राम्रो तिमी राम्री म राम्रो संसार राम्रो दुनिया राम्रो एउटा गीत थाहा तिमीलाई फुलको आँखामा फुलै संसार भन्ने गीत थाहा छ खै गाउँदा एकचोटि गाउनु जति सक्छ दिदी फुलको आँखामा फुलै संसार कहाँ राखौँ आँखामा काँडै संसार त्यसपछि के अरे अलि बिस्तारै के अरे मैले सुनिनँ तिमीले गायो कहाँनिर हो कहाँनिर भन्नु त बत्ती बलेको कोही आएको छ सूर्यास्त आए टाइमलेसमा राख्ने ती घरमा बत्ती बलेको बलेको देखिन्छ नेपालतिरको याद आयो आकाश मात्रै देख्दाखेरि नेपालको याद आएन आयो यस्तै बादल हुन्थ्यो हैन अनि आजभोलि ट्याक्क के अरे चालमारा देखिनौ चालमारा के तालचारा चालचारा चालचारा कि चालमारा के अरे तालचारा भनेको के र तालमा बस्ने तर दसैँमा उड्ने चरा यहाँ ओके ठ्याक्कै त्यस्तै बादल देखेको छ तिमीले दसैँमा टीका लगाएको दक्षिणा पाएको अनि दक्षिणा गनेको सोची छ होला है दसैँमा टीका लगाएको दक्षिणा गनेको सानो छँदा किन रोइ त यिनलाई दसैँको याद गराइदिएको सरला खै यो सूर्यास्तको समयमा पिली 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 तेट भयो जाम मलाई नुन मन लाग्यो यता हेर त यता हेरेपछि अर्कै हुन्छ अर्कै देखिन्छ कि दसैँ के अरे नेपालको सम्झना आउँदैन ल हेर तिमीलाई अब फेरि अर्कै संसारमा भन्छु है मैले ल हेर टोकियो टावर दसैँ त फेरि नि आइहाल्छन् नि
अहिले उड्ने चर्ने आफूले सोचेको के हो त्यस्तो काम गर्ने होइन आफू के बन्न मन छ त्यो पुरा गर्ने त्यो समय हो नि दसैँ त फेरि गएर पनि रमाइलो गरिहालिन्छ नि हो कि ल भन हो कि होइन त्यही चट्ट मुस्कान आयो यताको विगत सम्झाउने नेपाल सम्झाउने भ्यू थियो भने यताको आफ्नो भविष्यको बारेमा सपना देख्ने भ्यू छ हुन त हेराइ फरक पर्न सक्छ सोचाइ फरक हुन सक्छ सूर्योदयमा हेर्ने हेराइ र सूर्यास्तमा हेर्ने हेराइ र सोचाइमा फरक हुन्छ हेर माया हेर्नु र देख्नु सुन्नु र बुझ्नुमा आकाश पातालको भिन्नता छ त्यसैले विगतलाई सम्झेर रुनु धेरै टाढा आइसकेपछि जति बेला पनि आफ्नो आफन्त आफ्नो पहिलाको त्यो रमाइलो क्षण नेपाल डाँडापाखा वारिपारि सम्झेर पिलपिलाउनु रुनु व्यर्थ छ वर्तमानमा जिउनुपर्छ वर्तमानमा अहिले आज भोलिलाई सम्झनुपर्छ तर वर्तमानमा जिउनुपर्छ बुझ्नु मैले जस्तै तिमीले पनि यस्तै भावनाको कुरा गरेको भए यो भिडियो कति रमाइलो हुन्थ्यो होला कि भाइरल हुन्थ्यो होला तर पनि भाइरल हुनसक्छ थाहा हुँदैन कि कुन भिडियो भाइरल हुन्छ भन्ने कुरा चाहिँ भाइरल बनाउनको लागि खिचिएको भिडियो थिएन होइन छैन भए पनि नभए पनि त्यस्तो कुनै अपेक्षा पनि छैन केही छैन तर भिडियो चाहिँ खिचिहाल्यो बसी बिहालो बुढाबुढीको गफ के भने एकोरो गफ गफ यसलाई चाहिँ एकोरो माया भनेर भन्दा हुन्छ होला है बरु एकोरो माया भन्दा हुन्छ होला है यसलाई एकोरो माया भन्दा हुन्छ होइन भन त तिमी बोल्दिनौ मौनतामै समर्थन छ भनेर भन्छन् मैले पनि मौन बसेकोमा मैले भनेको कुरालाई समर्थन गर्यौ भनेर सोचेको छु रोको त होइन नि तपाईहरुसँग गफ गर्दा गर्दै तपाईहरुलाई यो समय हेराइ र बुझाइ हेर्नु र देख्नुमा जति फरक छ सुन्नु र बुझ्नुमा त्यति धेरै फरक छ हेर्नु र देख्नु एउटै होला नि भन्ने कुराहरू गर्दा गर्दै समयले नेटो काटिसक्यो है जिन्दगी यही हो यस एकैछिन अगाडिसम्म कस्तो थियो
आकाश कस्तो थियो अहिले आकाश यस्तो भइसक्यो। यो सुरुको यसो तपाईँले त्यो क्रसरलाई सारेर भिडियोलाई अगाडि सार्नुहोस् त। अघिको आकाश कस्तो थियो अहिले कस्तो भयो। एकैछिन अगाडिको टोकियो कस्तो थियो अहिले कस्तो भयो। एकैछिन अगाडिको यिनको अनुहार कस्तो थियो अहिले कस्तो भयो। जस्ताको तस्तै छ कस्तो हुने हो र। परे लाएर न खै पहन यो दसैँ सम्झाइदिनुहुन्न कि नेपालतिर कुरा सम्झाइदिनुहुन्न। छोरी मान्छेका आँखा रसाइहाल्छन्। भन्दै मैले कुरो चाहिँ के गर्दै थिएँ भने कतातिर गएर टुङ्गाउनु खोजेँ कतातिर गयो। आजको यो भिडियो खासमा वर्तमानमा जिउनुपर्छ। हामी वर्तमानमै जिउनुपर्छ। आज चाहिँ तपाईँ खुसी हुनु पऱ्यो कि आज खुसी हुनु पऱ्यो। भरे त यसै खुसी हुनुहुन्छ नि। जसरी प्रकृति खुसी भएको छ हेर्नुहोस्। यो तलपट्टिको कृत्रिम भयो माथि कति प्रकृति हो नि। तलपट्टिका कृत्रिमहरू सबै कुराहरू हाँसेको छैन उज्यालो भएको छैन। हेर्नु त यहाँ यो एरिया हेर्नु त कति हाँसेको छ प्रकृति हाँसेको छ र यो तलको कृत्रिम यो आधुनिक तललाई चाहिँ हँसाएको छ। तर सबै हाँसेका छन् कि छैनन् कुनै। हामी चाहिँ हाँसेका छौँ। वर्तमानमा रमाउनुपर्छ। सुन्नु र बुझ्नु, देख्नु हेर्नु र देख्नुमा धेरै फरक छ। भन्ने कुरा आजको भिडियोमा बुढाबुढीले गफ थियौँ। छोरा आइपुग्यो। हाम्रो घरको सबै खाइ मनाइ हिँडेका छन्। कहाँ पुगेर आयो? पसलमा होइन पँधेरामा भन्नुपर्छ कि पँधेरो गएर आएँ भन्नुपर्छ ल। नेपालमा यस्तै गरी पँधेरोबाट फ्रीमै पानी लिने। तिमीले चाहिँ किनेर ल्यायौ। पहिला सुरुमा पैसा तिरेको थियो नि त मम्मीले धेरै पहिला। तर नेपालमा चाहिँ पँधेरोमा योभन्दा मिठो राम्रो पानी पाउँछ। हजुरआमालाई सोधे त मैले मम्मीलाई भर्खरै यहाँनिर यो भ्यू देखाउँदै सबै कुरा मम्मीलाई कति खुसी बनाएँ। दसैँको बारेमा सम्झाएको यस्तो सम्झाएको मम्मी चाहिँ टिलिपिली गर्नुभएको थियो। ल अब तिमीले दसैँको टिका पनि लगायौ होइन। धेरैजनासँग भेटघाट पनि भयो। दसैँ के रहेछ ल भनिदेऊ। यता सिक्किम घर यता भयो। दसैँ भनेको कानमा जमरा लाउने, मुखमा मासु खाने, अनि निधारमा टिका लाउने, अनि हातमा पैसा पाउने। त्यसलाई चाहिँ दसैँ भन्दो रहेछ है। अझै थप्नु पर्ने एकजना एउटा। दसैँ भनेको भन दसैँ भनेको नेपालको चाडबाड हो। सबभन्दा ठुलो चाड हो। अझै एउटा कुरा रह्यो। ठुलोबाट सानोलाई टिका लगाइदिने। टिका लगाउँदै के हुन्छ त्यसलाई त्यहाँ के हुन्छ नि एउटा त्यहाँ भित्रमा ठुलो भने अनि राम्रोसँग पढे त्यस्तो कुरा भन्ने। त्यसलाई के भन्छ? आदर गर्नु होइन। अझै के भन्छ कि त्यसलाई मैले नि बिर्सेँ। सम्झ्यौ त? आशीर्वाद दिनु, आशीर्वाद ग्रहण गर्नु। ग्रहण भनेको लिनु होइन। आशीर्वाद दिनु भनेको चाहिँ ठुलो मान्छेले आशीर्वाद दिनुहुन्छ, सानो मान्छेले ग्रहण गर्छ। त्यो आशीर्वादलाई सम्झेर जस्तै तिमीलाई डक्टर बन्नु, पाइलट बन्नु भनेर भन्नुभयो ठुलो मान्छेले होइन। बाबाले भन्नुभयो, जस्तै मैले भने, मम्मीले भन्नुभयो। मैले आशीर्वाद दिनुभयो, मैले भन्ने पैसा दिनुभयो होइन। ग्रहण गर्नु भने तिमीले लिनु। ग्रहण गर्नु भनेको सुन्ने मात्र होइन कि त्यो पाइलट डक्टर बन्नको लागि तिमीले पढ्नु होइन, अनुशासित हुनु, अनि
पाइलट हुनुलाई के गर्नुपर्छ, डक्टर हुनुलाई के गर्नुपर्छ भनेर खोज्नु, कम्प्युटर चलाउँछु नि होइन, त्यहाँ खोज्नु कि त्यहाँ डक्टरहरू कसरी डक्टर बन्यो, पाइलटहरू कसरी बन्यो भन्ने कुराहरू त्यो खोज्नु चाहिँ ग्रहण गर्नु हो, तुरुन्तै नभएर पछिसम्म कि फेरि त्यो चाहिँ अर्को वर्ष नै आउँछ, अर्को वर्ष नै आउँछ त्यस्तै गरी। अनि प्रिन्सुको दसैँ कस्तो भयो? किन तिमीलाई चाहिँ किन पाएनौ? तिमीले किन केटा मान्छेले पाउने हैन, केटा मान्छेले चाहिँ केटी मान्छेले चाहिँ पाउने हो त्यो भएर। अनि केटा मान्छेले नि पाउने हो, तर मामा घर जानुपर्छ कि। मामा घर गएपछि पाइन्छ, त्यो पनि केटी मान्छेले जहाँ भए पनि हुन्छ। जहाँ नि मान्छ। कति पायो प्रिन्सुले? 17,000। 17,000? मैले चाहिँ 3,000। अरे कसले दियो तिमीलाई? कसले दियो तिमीलाई दक्षिणा? दक्षिणा के अरे त्यो मामाले दिनु हो, अनि त्यस पछाडि हजुरले दिनु हो, अनि मम्मीले दिनु हो। यस ल अब लास्ट भ्यू हेर्दै अब हामी भित्र छिर्छौँ। यो भिडियो मन पर्यो भनेदेखि तपाईहरुले लाइक र शेयर गरिदिनु होला र कमेन्ट गरिदिनु होला। कमेन्टमा के लेख्नु होला भन्दा यस्तै भिडियो अर्को बनाउनुस् भनेर भन्नु होला। हामीले चाहिँ यस्तै भिडियो बनाउँछौँ भन्दै तपाईलाई फेरि यो टोकियो एरिया घुमाउँदै सूर्यास्तको यो एरिया यो समयलाई सर्लक्क हाम्रो यो रुमदेखि कुटीदेखि भनौँ न वासस्थलदेखि भन्नु पर्यो यसरी। यो चाहिँ टोकियो टावर। क्यामेरा अलि पुस्नु पर्ने रहेछ। यो चाहिँ स्काई ट्री। देखाउँदै यो चाहिँ कावासाकी एफएम को टावर। फेरि घुमेर गएर स्काई ट्रीको टुप्पोमा गएर यो भिडियोलाई अन्तिम गर्न चाहन्छु। तपाईं सबैको समय शुभ बितोस्। यतिन्जेलसम्म यो भिडियो हेर्नुभएकोमा धन्यवाद। हामी फेरि अर्को भिडियोमा भेट्नेछौँ। नमस्कार, शुभ समय।